टोटो खेल्दा पनि भएन, के गर्दा पनि काम गर्दा पनि भएन। अब के गर्नु पर्यो? अनि अब मलेसियामा यसरी नै बसिराख्ने हो कि अब अरू केही पनि नयाँ नौलो सोच्ने पनि हो? सोच्ने त के चाहिँ सोच्नु त? अब केही छ? अप्सनै छैन। अप्सनहरू त धेरै छ नि, तर अप्सनलाई एक्सनमा उतार्नुको लागि चाहिँ हामीसँग के छ? क्यापिटल चाहियो नि दरो खालको, होइन? छ त हामीसँग क्यापिटल, छ त छैन नि? टोलेडन भएर मात्रै कुदेर आउनु हुँदैन होला। टोलेडन हुने ल्यापटप किन चलाउनु पर्यो? चलिरहेछ नि बाहिर उहाँहरू जग्गु भाइलाई अन छोडिदिरहेको छु, फुल अन छोडिदिरहेको छु। भिडियो सफा गरेर नि त, भिडियो सफा गरेर सबै प्रिभियर छोडिदिरहेको छु। अब के गर्ने त साथी हो? अब खाना पनि पाल्दैछ। अनि सबै साथीहरूले युट्युब खोलिरहेछ, युट्युब च्यानल मजाले सेटिङ गरेर चलाइरहेछ, भ्लग्सहरू राम्रो राम्रो लगाइरहेछ, अनि भ्युवर्सहरू पनि उत्तिकै आइरहेछ, मोनिटाइजेसन गरेर साथीहरूले इन्कम पनि गरिरहेछ। अनि भाइले चाहिँ नगर्नु? कोसिस त गरेको टाइमै मिलेको छैन। टाइम मिलेको छैन भन्दा नि एकदम कामको व्यस्तताको कारणले अब यो बेला त फ्री टाइम छ, यो बेला चाहिँ के गर्नु हुँदैछ तपाईँ? जनता जान्न चाहन्छ, सरासर भन्नुहोस् न राटी। यो बेला चाहिँ के गर्दै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? गेमबाट चाहिँ कुनै इन्कम छ त? इन्कम त छैन। हामीले यो समयमा इन्कम गर्ने कुनै काम कार्यहरूलाई चाहिँ एउटा प्लानिङ बनाएर चाहिँ अगाडि बढिएन भने भोलिका दिनमा चाहिँ हामीले चाहिँ केही प्राप्त गर्न सक्छौँ होला त? हो, त्यसो भने अब के गर्नु पर्यो त? एउटा युट्युब चलाउने कोसिस गर्नु पर्यो होइन, एउटा युट्युब च्यानल। सो युट्युब च्यानल चलाउने पक्का इरादा गर्नुभयो त? पक्का पक्की नै गरेको छु। अब भनेपछि युट्युबको फाइदा विषयमा चाहिँ तपाईँलाई केही जानकारी छ त? जानकारी छैन। छैन होइन? अनि युट्युब च्यानल चाहिँ मोनिटाइजेसन गरेर तपाईँले कतिसम्म चाहिँ बेनिफिट इन्कम महिनामा भए राम्रो हुन्थ्यो भन्ने चाहिँ सोच बोक्नुभएको छ? कतिसम्मले आफूलाई मेन्टेन गरेर चाहिँ आफ्नो परिवारसँग एकदम खुसहाल जिन्दगी चाहिँ बिताउन सक्छु भन्ने चाहिँ एउटा इस्टिमेटेड हिसाब क्यालकुलेसन गर्नुभएको छ? कतिसम्म सोच्नु भएको छ? जनता जान्न चाहन्छ यहाँ। सोच्नु त अब धेरै ठुलो सोचाइ थियो। अल्छी लागेको पाराले बोल्ने होइन। अब खाना पेलाए खाना पेला पेलु है पेल।
पेलु 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 पेलु। अब यो यस्तो शब्द चाहिँ तपाईँले भाइरल बनाउन चाहनुभएको हो कि यो कसैबाट तपाईँले होइन कपी गरेर ल्याउनु भएको हो कि या त तपाईँ आफैले निकाल्नु भएको हो? यो शब्द सुन्दा चाहिँ मलाई चाहिँ भित्रबाट नै कस्तो आनन्द लाग्छ कि पेलु 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 यो आफै आएको हो पेलु 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 भन्ने यो शब्द चाहिँ अब यसको शीर्षक पनि पेलुमै राखिदिन्छु म। हुन्छ यो शीर्षक पनि हजुरले राख्दा हुन्छ। अब खाना पाकिराखेको छ पेलुमै पेलो पेलु 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 जनता जान्न चाहन्छ यो पेलु 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 भन्ने चाहिँ यसको मिनिङ अर्थ चाहिँ के होला भनेर चाहिँ जनता जान्न चाहन्छ भन्नुहोस्। खाउँ भन्न खोजेको जे चिज पिए पनि खाए पनि पेलुमै पेलो ल 5 मिनट पछाडि पेलिहाल्नु मजा। अनि यो शब्द चाहिँ कसरी निक्ल्यो, कसरी उत्पन्न भयो त? यो अटोमेटिक बोल्दा बोल्दै आफैमा निस्केको हो। यो अब तपाईँले त्यसो भने यो उच्चारणलाई चाहिँ धेरै नै एक करो के सास चाहिँ नरोकिकन कति सेकेन्डसम्म भन्नु सक्नुहुन्छ? लु भन्नुहोस् त, स्टार्ट गर्नुहोस्। अब 1 2 3 पेलुमै पेलो पेलुमै पेलो ल पेलुमै पेलो पेलुमै पेलो पेलुमै पेलो बस त्यति नै हो। अब यो त अब तपाईँले त्यसलाई चाहिँ के गर्दै गर्नुभयो, माझामा स्टप गर्दै भन्नुभयो नि त। हजुर अब यसलाई चाहिँ स्टप गर्नु भएन होइन। यसलाई चाहिँ भन्नुपर्दा चाहिँ अब मलाई चाहिँ आउँछ आउँदैन त्यही पनि मैले तपाईँलाई चाहिँ एउटा उदाहरण दिँदैछु होइन। हजुर सास नफेरिकन पेलु 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 यस्तो तरिकाले चाहिँ सक्नुहुन्छ त? पेलुमै पेलु 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 पेलुमै पेलु 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 पेलुमै पेलुवे पेलु 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 पेलु। यो पेलु भन्ने शब्दले चाहिँ हामीलाई चाहिँ भाइरलै बनाउने पर्यो कसो अब? हजुर हजुर यो पेलु भनेको चाहिँ खाउँ पिउँ, हजुर त्यही हो, युज गरौँ चलाउँ जे चिजलाई पनि हामीले चाहिँ अब त्यो केही काममा ल्याउनु परेको अवस्थामा चाहिँ चलाउने उच्चारण भयो। जस्तै अब मेरो शिरको टोपी त्यहाँ भुइँमा खसेको छ, अब त्यो टोपी चाहिँ उठाएर ल्याइदेऊ त बाबु भन्दाखेरि चाहिँ त्यो अवस्थामा पनि चल्छ त यो पेलु टोपी पेलु 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 भन्दा त्यसमा पनि चल्छ, यो बक्काइमा चल्छ। यो चाहिँ कसरी चाहिँ यो त नमिल्ने भयो नि त। नि अब टोपी खसेको टोपीलाई चाहिँ अब लिएर आऊ बाबु नानी मेरो ल्याइदेऊ भन्ने अर्थमा चाहिँ पेलु पेलु त्यो त अलिक टाउकोमा खेल्ने हो, असुहाउँदो भयो होला नि त। टाउकोमा खेल्ने हो। क्याप टिपेर चाहिँ ल पेलुमै पेलो ल ठिक छ, अब त्यो त अब मान्यो होइन, केही चिज पिउनु पर्ने छ खानु पर्ने छ त्यो चिजलाई ल पेलु पेलु साथी हो भन्दा त्यो त अब चाहिँ पिएर चाहिँ हजम गरौँ भन्ने अर्थ चाहिँ लाग्यो भन्ने। तर शिरको टोपी खसेर भुइँमा छ त्यो टिपेर ल्याइदेऊ त बाबु नानी भनेर भन्ने बेलामा चाहिँ पेलु टोपी पेलु पेलु भन्दा त्यो मिल्छ जस्तो लागेन मलाई त। हो अब यसलाई चाहिँ अलिक मिल्दैन होला जस्तो लाग्यो जस्तो लाग्छ मलाई चाहिँ। ल ठिक छ, अब यो चाहिँ अब हाम्रो भिडियो चाहिँ 9 मिनट 12 सेकेन्डको भइरहेको छ, तर मैले चाहिँ बनाउनु खोजिरहेछु यसलाई बढाएर 15 मिनट 16 मिनटसम्मको। सो त्यसको लागि चाहिँ मैले खाना पनि बनिसकेको छ, तपाईँको साथ लिनु चाहिरहेछु। अब पेलुमै पेलु भन्ने शब्दले चाहिँ कति साथीहरूलाई बुझेन पनि होला, तर मलाई चाहिँ धेरै नै हाँस उठायो यो शब्दले। अब पहिलो पालो सुन्दा त मैले बुझिनँ है, पेलुमै पेलु 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 भन्दा मैले राम्रो बुझ्नु के भन्नु खोजेको होला यो साथीले।
खास कुरा चाहिँ के होला भनेर चाहिँ एकपल्ट चाहिँ म 1 मिनट चाहिँ सोचेँ। अनि त्यसपछि चाहिँ अब साथीहरूले चाहिँ भक्क केक खान थालेपछि चाहिँ अनि मैले बुझेँ ल यो केक चाहिँ खानुपर्ने रहेछ। यो केकलाई चाहिँ खाएपछि भुँडीमा पस्छ, भुँडीमा पसिसकेपछि त्यसलाई त पेल्छ, पेलेपछि त हजम हुन्छ, हजम भएपछि त अब सबै कुरा भनेर चाहिँ मैले चाहिँ त्यहाँ चाहिँ बुझेँ त्यो कुरा चाहिँ अब चाहिँ केक आयो भने चाहिँ पेल्ने नै हो भनेर चाहिँ मैले बुझेँ। अनि फेरि शिरको टाउको भुइँमा खस्दाखेरि चाहिँ पेलौँ भन्दा त्यो चाहिँ अलिक मिलेन होला हौ, अलिक असजिलो भयो। अब कुनै अर्थमा त ठिकै छ खाने र आफूले चलाउने, तर त्यो अलिकति असहज हो। त्यो चाहिँ जनताले यसलाई चाहिँ एग्री गर्दैनन्। अब यो गफ यतिमै सिध्याउँला यो पेलुङको। अब अर्को गफ चाहिँ निकाल्नु। हाम्रो नेपालको चाहिँ अहिलेको अवस्था चाहिँ कस्तो छ होला त? नेपालको अवस्था महँगी छ, गाह्रो छ। अब आफ्नो देशमा, आफ्नो राष्ट्रमा, आफ्नो नेपाल, आफ्नो आफन्तहरू बिग्रेको जस्तो महसुस लाग्छ कि सकिरहेको जस्तो महसुस लाग्छ कि आफ्नो राष्ट्रमा चाहिँ केही अब होला भन्ने आशा पलाइरहेको छ कि या केही गर्नुपर्छ अब भन्ने मनमा लागिरहेको छ कि आफ्नो राष्ट्रको लागि चाहिँ, आफ्नो राष्ट्रको विषयमा चाहिँ तपाईँले के सोचिरहनु भएको छ? कतिको के एउटा न एउटा केही सोच्नुहुन्छ होला अन्तर्आत्मामा? कतिपय कुराहरू सुन्दाखेरि आफूलाई नै त्यस्तो महसुस हुन्छ नि, एउटा कल्पना गरिन्छ नि त, यस्तो भए हुन्थ्यो होला, यसो गर्दा हुन्थ्यो, यस्तो भए राम्रो हुन्थ्यो, यसो गर्दा ठिक हुन्थ्यो भन्ने तपाईँलाई चाहिँ? अब देशको स्थिति अब एकदम खराब नै छ। अब हामी विदेशमा आएका छौँ, विदेशमा काम गरेका छौँ। हामी सोध्छौँ अब हाम्रो नेपालको बारेमा केही छैन। केही छ त? हजुरले यो विषयमा के भन्न चाहनुहुन्छ? केही छ त तपाईँको मनको कुराहरू भनिदिनुहोस् त। हाम्रो अब मनको कुरा खास गरी के मनको कुरा भन्ने वास्तविकता कुरा गरौँ न। हाम्रो नेपाल त्यसै पनि ल्यान्डलक कन्ट्री हो, ल्यान्डलक देश होइन। ल्यान्डलक कन्ट्री भनेको चाहिँ जहाँ सागरसँग टच हुँदैन होइन। अनि माथि उड्दाखेरि पनि आफ्नै स्थानबाट उडेर होइन, आफ्नै स्थानभित्र चाहिँ पस्ने बाटो या त कतै जानुपर्दा सागरको बाटो हिँड्नु नपाउने, उड्नु नपाउने हुँदाखेरि चाहिँ त्यसको लागि चाहिँ त्यो तरिकाबाट, त्यो स्तरबाट चाहिँ हाम्रो राष्ट्रलाई चाहिँ ल्यान्डलक भनिन्छ। यस्तो हाम्रो राष्ट्र मात्रै होइन, धेरै राष्ट्रहरू छ ल्यान्डलक, तर तीमध्ये चाहिँ सबैभन्दा अहिले नाजुक अवस्थामा परेको चाहिँ हाम्रो राष्ट्रले रहेछ। सो हामी ल्यान्डलक राष्ट्रको मान्छे नागरिक भएर चाहिँ हामीले अरू सस्तो र नयाँ आधुनिक मूल्यवान चिजहरू चाहिँ सस्तोमा प्रयोग गर्नु नपाए तापनि आफ्नो राष्ट्रलाई चाहिँ केही फाइदाजनक कुराहरू चाहिँ कति आफ्नो राष्ट्रभित्र छ, गरे हुन्थ्यो, यसो गर्दा राम्रो हुन्थ्यो। हाम्रो सानो पपुलेसन भएको राष्ट्र एकमत भएर सबै अगाडि बढेर चाहिँ गर्नुपर्दाखेरि राम्रो हुन्थ्यो जस्तो लाग्छ। सबैको मन एउटै भए र सबै मिलिजुली सबै चाहिँ एउटै एकमत भएर चाहिँ हाम्रो राष्ट्र हो, हाम्रो घर हो, हामी सबै एउटा घरको परिवार हो भनेर त्यस्तो सोच बोकेर चाहिँ अगाडि बढे आज कति राम्रो हुन्थ्यो। आफ्नो राष्ट्र पनि धेरै छिटो
अगाडि बढ्थ्यो भन्ने लाग्छ होइन। बाहिर आएर हामी घुम्छौँ, यताउति हेर्छौँ होइन, अनि आफ्नो राष्ट्रको याद आउँछ, आफ्नो घर आँगनको याद आउँछ। भ्लगतिर पनि हेरिन्छ, भ्लगमा पनि हेर्छ त्यो बाटो, त्यो मन्दिर, त्यो आफ्नो सहर, आफ्नो ठाउँ, आफ्नो गाउँ कस्तो लाग्छ यता हेरेर। त्यो भ्लगतिर पनि साथीभाइहरूले अब वहीँ बस्ने साथीभाइहरूलाई त त्यो नहोला त्यस्तो महसुस, तर यता बसेर चाहिँ आफ्नो ठाउँ हेर्दाखेरि चाहिँ प्रष्टै हामीलाई चाहिँ त्यो देखिन्छ पनि, आफ्नो मनमा पनि लाग्छ। कस्तो लाग्छ भने बाटो हेर्दा, ठाउँ हेर्दा होइन, ठाउँ एउटै हो नि, माटै हो, ढुङ्गै हो होइन, घाँस पखेरा एउटै हो। यहाँ पनि जङ्गल, हाम्रो नेपालमा भन्दा यहाँ ठुलो जङ्गल छ, तै पनि होइन कति राम्रो छ। सब कुरो एकदम निस्वार्थपनले बनाएको छ, चलाएको छ, एकदम काहीँ फाटाफुटी छैन, सब कालो पत्तो। यो सबै हेर्दाखेरि चाहिँ हाम्रो राष्ट्रमा चाहिँ हाम्रो नागरिकहरूले, हाम्रो देशको नागरिकहरूले, देशवासीहरूले चाहिँ यो सबैले यो कुरा बुझेर चाहिँ अगाडि बढ्नुपर्ने हो अनि भन्ने जस्तो लाग्छ नि। छिट्टो बढिन्थ्यो अगाडि, सबैले बुझिदिए राम्रो हुन्थ्यो। जुन चाहिँ अगुवाहरू छ, जुन चाहिँ टाउटे लिडरहरू भएर बसेको छ, नेता भनौँ होइन, प्रधानमन्त्री भनौँ, राष्ट्रलाई चाहिँ कसरी के गर्दाखेरि जनताहरूलाई चाहिँ कसरी लोभ्या अब ललायत बनाएर चाहिँ एउटा बाटोमा लिएर आफ्नो राष्ट्रलाई पनि अगाडि बढाउन सकिन्छ भन्ने त्यस्तो खालको नयाँ प्लानिङहरू लिएर चाहिँ आउने प्रधानमन्त्रीहरू भइदिए हुन्थ्यो जस्तो लाग्छ। यस्ता मनमा उठ्ने विचारहरू त धेरै छ हेर्नुहोस् जनकजी, भने कुरा गरेर गरिन सक्छ। अब हामी आज यत्तिकै यो खुसरे गफ गर्दा गर्दै हामीले 17 मिनटको भिडियो बनाइसकेँ मैले। सो यसको लागि चाहिँ सबै साथीभाइहरूलाई चाहिँ एउटा अनुरोध छ, यो एउटा मनोरञ्जन गर्दै हामी दुई भाइ चाहिँ गफ गर्दै यो एउटा रिल बनाएको हो। यसमा सत्य कुराहरू चाहिँ हामीले केही यसमा लिएको छैनौँ, एउटा मनोरञ्जन कुराहरू मात्रै गरिराखिएको छ। मनोरञ्जन कुराहरूलाई मात्रै हामीले चाहिँ यसमा समावेश गरेको छौँ। सो एउटा पेलौँ भन्ने चाहिँ यो चाहिँ एउटा हाम्रो हामी जति पनि छौँ साथीभाइहरू, यो हामी 10-12 भाइभित्रमा चाहिँ एउटा यो चाहिँ थेगो नै भएको छ। सो यो थेगोलाई चाहिँ यो भिडियोमा पनि एकछिन साथीभाइहरूलाई सुनाऊ र यो पेलौँ है भन्ने यो शब्दलाई चाहिँ अझै राम्रो उच्च स्तर दिउँ, गुणस्तरीय बनाऊ र एकदम भाइरल बनाऊ भन्ने सोच चाहिँ हो। तर अब कस्तो भएको छ, कस्तो महसुस हुन्छ, कस्तो भयो भन्ने कुरा चाहिँ सबै तपाईँहरूको हातमा छ। सो यति भन्दै आजको लागि चाहिँ बिदा लिनु गइरहेको छु। हवस् त, बिदा दिनु होला, फेरि भेटौँला। जय नेपाल, तपाईँहरूको दिन शुभ रहोस्। बाई बाई, बाई बाई, बाई बाई।